कुनै Hello and good morning. Namaste. Chahade. Kuna मान्छेहरु चढ्न थाल्छ यो रहेछ हेलो साथीहरु हामी जाँदैछौँ मुक्तिनाथ त्यहाँ टेम्पलमा पुगिहाल्यो मन्दिर दर्शन गरेर अब जाँदैछौँ मुक्तिनाथको सबभन्दा विश्वमै अग्लो भराइङ चढ्न कि अनकोएड है नि कति त्यहाँ 12 ब्रदर भरे काउन्ट गर्दैछ सेम्पूको भरे यत्रो छ Yo, नहीं पूरे फाइनली लास्टै धेरै वर्षा छ एक पैसा का यार अच्छा के ऐसा कर तो रिकॉर्ड जाता हूँ डुगी मोरा
Second time. मेरो फर्स्ट टाइम गरियो भन्नु पर्यो। यहाँ अर्को पात्र छ कहाँ छ थाहा छैन, आँखा ताप्नु अल्लाह यति नै। मुक्तिनाथ यहाँ हुन्छ, सबजना डुबुल्की मारियो। अझ ल हामी चाहिँ अनि कस्तो फिल भयो तिमीलाई? डुबुल्की मारे फर्स्ट टाइम आज दुईजनाको, अनि यहाँ हुनुहुन्छ दुईजना। सेकेन्ड टाइम कस्तो भयो महसुस, एक्सपिरियन्स? आँट त गरियो, सक्सेसफुल पिपल। Now we're going back to the hotel. गर्दै अनि हाम्रो कुनै अब जाउँ। गुड टाइमिङ, गुड भ्यू। मानवहरू Go. Resolví. यहाँको यस्तो भिडियो फुटेज आइरहेछ हाम्रो निरज दाई। आजको अहिलेको मेन हिरो, आजको त नभनौँ, यहाँ हिरो धेरै छ। तपाईँ अहिलेको मेन हिरो।
घर पनि बनायो होला Baca aja nyari gua ada second side na oke view side. घोडा के खच्चर हो दाजु गोरु हो झोला यहाँ हरे कृष्ण ओ यो त ल के हो खतरा रहेछ त ल अनि आदित्य पनि यहीँ बस्नु भन्दा थियो होइन त लाइट त यहाँसँग जेन्जी फोटोसुट गर्दैछ अर्को चेकआउट गरेर काट्दै जाँदैछौँ Jemput itu dah ya, jemput itu dah. Mau apa ada? अप्पर वाला आएर तिम्रो खप्पर खान लाग्यो घाँसा गुम्बा लिएर आएको छु अब हामी जाँदैछौँ काठबेनी के पकाउँदैछौ तिमी? के पकाएर? ए बस पनि आइसक्यो रहेछ
लेक रे यो लेक। त्यहाँ छ टिकटक टिकटक लास्टै त्यो टिकटकले बिगारेछ चलो अब हामी जाने कता हो त निरज है अब हामी जाँदैछौँ मार्फा भिलेज जेरी गल्ली जेरी गल्ली वाओ त्यसलाई नाम चेन्ज गरिदिनु क्या रिकेश गल्ली हो अति बार बनायो मेरो छ आज 지금도 BMO 포켓 나올 치료 camera. छ भने छ आज यहाँ त मैले चितिरहेको छु त हामी कहाँ छौँ अहिले जेरिसवारी गर्ने जेरिसवारी गल्लीमा के गर्न आउनु भयो तपाईँ जेरिसवारी खाने यो जेरिसवारी त पाउँदैन होला हो पाउँदैन गुल्ला किनेको छु 900 बाउलाई नि बाउलाई तपाईँ ड्रेस आउनुहुन्छ Day 4 Ya volvió Tío, सक्यो यति हो सक्यो धौलागिरी बेस क्याम्प जाने बाटो धौलागिरी बेस क्याम्प
खोइ त नि बन्द छ त ए ल हुन्छ त्यो भयो अनि चिया बनाउने भोटे कुकुर रहेछ नि त यहाँ हेर्नु न दिन्न हामी छौँ आज होलिडे क्याम्पमा अब हामी लन्च यहाँ गर्नेछौँ हेलो आशिष प्रधान के भन्न चाहनुहुन्छ देख्यो यो ठाउँको बारे के भन्न चाहन्छ ए चस्मा बाहिर निस्क्यो राम्रो छ ठाउँ अनि हाम्रो यहाँ छ हेलो के भन्न चाहनुहुन्छ नभन्ने यहाँ हुनुहुन्छ हाम्रो निरज दाई ओइ लाली गुराँस माछाको फोन रहेछ जानेछौँ पुरै उपर रहेछ टेन्टहरू पनि रहेछ त्यो माछा पनि रहेछ त ट्राउट रहेछ ट्राउट हो सोध न मिल्छ होला सोध्नु पर्ला त्यहाँ ल 3 सर्टमा गयो त नि हेट टेरिका पक्नुस् त भनेर आज चाहिँ गेम खाना रेडी भइसक्यो Oh my god, what you know? This is Lily. Lily. उसको नाम हो लिली यहाँ छ होलिडे क्याम्प एकदमै मिठो खाना छ वी इन्जोयड अ लट सबैजनालाई यता आउन रेकमेन्ड गर्दछु भ्यू पनि छ मस्त लोकेसन पनि दामी छ खाना पनि मिठो चेस गेम भइरहेछ पानी पर्यो ओके बा आउँछ ओइ ओइ ओइ
मच्चा न मच्चा ढगाल्यो ढगाल्यो त्यो पछाडि आएर चढ्नुपर्छ नि ल जाउँ अब हामी सुत्न आएका होइनौँ हेलो सिस्टर के हो ए म त हामी सुत्न आएका हो होइन घुम्न आएका हो म सुत्दै दिँदा खोला बढेको छ हिजो अस्तिको हिमपातले गर्दाखेरि ज्यादै धेरै हिमपात भएको थियो यहाँ मुस्ताङमा र आज खोला निकै बढेको छ अब हामी पोखराको गन्तव्यतिर लाग्दैछौँ धन्यवाद नयाँ पुल हो यो होइन यो रहेछ ए हिँडेर जाने हिँडेर बसेन म बाटो ट्रेकिङ अन्नपूर्ण पेसा ल पोखरा स्योर हुन्छ म पनि आउँछु पाउ मिल्की परेन च्याउ झल्का गडा हेर ल हेर्नुहोस् उनीहरूको ताल यस्तो छ यहाँ हुनुहुन्छ हाम्रो सुराज दाई सरप्राइज भिजिट इन पोखरा जिम्बू भाइ जिम्बू भाइ जिम्बू भाइ सुन्दैन त जिम्बू भाइ हाम्रो हुनहार मान्छे नभए बेचिदिन्थ्यो होला ल जाउँ जागा ल्याउ न मैले हेरेको ग्लेसियरहरू त्यो होटेलहरू हामी जाँदैछौँ लेक साइडतिर पल्टिँदैन मेरो लोडले पल्टिन्छ पल्टिँदैन गमले ओखन ल मनाङ जाने एउटै बाटो सम्झेर मैले चाहिँ कति किन त्यसो ढुङ्गामा खेल्यो भने क्या आफै सोधा भने क्या अनि त्यो उसलाई सोधेको ल कम्प्लेन आइरहेको थियो आज हामी बिजिबीमा छौँ पोखरा यहाँ छ दुईजना
खेलाडीहरू र अर्को खेलाडी यहाँ छ दुईजनाको म्याच चलिरहेछ यहाँ हाम्रो निरज दाइ हुनुहुन्छ भन्ने बेला आउँदैन रे फर्स्ट सटमै गोल दिखाओ पे ना जाओ अपनी अकल लगाओ भइसक्यो यहाँ हाफ के बोल अब मैले आइसक्रिम खाँदै यहाँ थाहा छ नि खाएको हुनु हामी घर जाँदैछौँ आजको ऱ्याप प्रधान आइसक्रिम खाँदै अब गुड नाइट भन्छु सबैलाई गुड नाइट see you tomorrow. Have a good evening and good night. यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।